आज म कस्तो देखिरहेको छु यार, के पत्तो पाउन सकिरहेन यार। चस्मा लगाउने हो, चस्मा लगाउनु होइन ठिक छ, चस्मा दिन पनि मलाई एकदम फाइन छ। चस्मा लगाउनु बेलुका अलिकति सानो भिडियो स्टार्ट गर्दैछौँ होइन। आज चाहिँ हामी आएका छौँ गोर्खा पृथ्वीनारायण शाहलाई भेट्न। उहाँले चाहिँ मेजमान पकाएर राख्नु भएको अरे हाम्रो लागि। हाम्रो जगल्टे भ्लग पोल्टीसँग म चाहिँ आज गोर्खा जानु लागेको छु होइन। गाडी जोक्दै नो प्रब्लम हो, बिस्तारै मोबाइल उडायो मुची, मोबाइल उडायो मुची। भ्यू हेर्नु न। फाइनल्ली म जगल्टे भ्लग्सको घरमा आइसकेँ। जगल्टे भ्लग्सको घरबाट चाहिँ हामी अब न्युरो टिप्न जाँदैछौँ। ल भ्लग्स के भनेर यो बेमौसमी न्युरो टिप्न जान लाग्दैछौँ। भेट्छ कि भेट्दैन, त्यही पनि भेट्यो भने टेन्सन छ हामीलाई। यो हाम्रो फेमस चौतारा, हाम्रो न्यु अपडेटमा हाम्रो चौतारा चाहिँ होइन यस्तो बवाल छ क्या। पल्लो डाँडा चाहिँ क्या मोन्टर होइन। हामी चाहिँ चाहिने खेतमा गइरहेको। फाइनल गाइज हामी खेतमा आएर नि होइन, आमा कति गोरो देखे हो भने लाज लगाएर आउँछ मलाई त्यस्तो भयो भने त। न्यु रेडी बनाइसकेँ मैले होइन। हाम्रो खेत चाहिँ तल झर्ने हो, जता गयो नि अब यहाँबाट तलतिर झर्ने। पानी छैन यहाँ, कस्तो दामी आएको यता हेर न। यहाँ एक फोटो त हुनै पर्छ यार। रोशन सन्डे हेर्दा है पसिना काटेर मजा आउँछ रोशन न्युरो टिप्नलाई। घुमाउनै पर्छ। अर्को बुढी ल्याउनको लागि भएको बुढी छोड्नै पर्छ। विरोध खेला यार, त्यहाँ त्यसै आएको छ। पसिना त लोद आयो क्या, डेन्जर अहिले त। चप्पल खोले कहाँ नि थाहा छैन। त अब हामी खेतबाट निस्किन्छौँ होइन। एक राउन्ड पनि हामी यसो कता कति दुलो छ टाल्नलाई। हतार गरेर बिस्तारै धुलोमा छिरेछु उल्टी आफैले त। यताबाट अब बाटो पनि चिन्दैन यार। त्यो यार दोस्त आफ्नो पर्छ यहाँ त। एक मिस गेम फिनिस। यो तल्लो गरामा अगाडि हेर न रहेछ चप्पल कहाँ छ अरे। अब न्यु तलतिर झर न पहिला, सिधै न्युरोमा छ। पहिला बाटो हिँड नि त। फाइनल्ली हामी खेतबाट पनि होइन निस्क्यौँ हो। अच्छा जे पनि टिपेर हाल्छौ। पानी चाहिँ बवाल छ क्या है। त्यहाँ
चाहिँ छ हाम्रो बस्ने चौतारा होइन, तर अहिले चाहिँ एकदम सरसफाइको जरुरत परेछ कुनै दिन फुर्सदमा बेलामा यहाँ पनि। भनैमा मेरो मन झुल्यो मनैमा। न्युरो हो फुलिसक्यो के फुलिसक्यो। यहीँ नबदा अलि होइन यही हो बाँसको झ्याङ। यो हो धादिङ र बेनीघाट जाने चोक अनि हामी यताबाट जान्छौँ आरुघाट होइन। सो अब हामी चाहिँ घरतिरै जाऊँ। के छ दोस्त न्युरो त धेरै टिपेछ, खोइ देखाउ त कति कमाइ भयो आज। टिप न ए करा नि कराओस् आफ्नै होइन टिप नलाने। खै एउटा ल्याउनु त म लेखिदिन्छु छोड्नमा। बरियादेखि चोर ल्याएको छु मैले गाउँमा चोर्नलाई। बाउ त चोर्नलाई अलिक कुहिए ल्याएको छैन चाहिँ यार यस्तो जाउँ साट्ने रुखमा राखेर त्यो टाउको जति रहेछ भने त मेरो जत्रो रहेछ कि क्या। त्यो बबाल चौतारो छ यहाँ। यहाँ कुछ भी होता है क्या है भोगटेले ठाउँ मात्र यो गर्छ के छ त। त हमारा एकदम हामी योलाई बनाएर एकदम स्पेसल बनाएर अमिलो टक्क त्यस्तै बनाएर खान्छन्। त्यो तपाईँहरू म रसाउँदै गर्नु होला। सो लेट्स मुभ। ओहो के हो दाइ त गोरो भएर आज त कहिले हो यो न्युरो स्युरो बोकेर हिँड्दै हमारा दोस्त ने अब जुत्ता चप्पल लानु छ नभएको छ फेरि कुदाएको चाहिँ हाने सम्झेर कोही मलाई पुर्दै ल फेरि ओए हाने एक लुक यता नि देऊ नि त एकचोटि मजा आइरह। यता फेरि भटमास गर्ने कार्यक्रम चलिरहेछ है। दोस्तै चाहिँ ढुङ्गामा चाहिँ नहानु है पसिना आएर। भाबीजीहरू इधर घाँस काट्नु भइरहेछ। दोस्तले ल ल ल ल हाने आउनुपर्छ केही समस्या छैन होला है। गुड गुड गुड।
यो चाहिँ हो हाम्रो बुङ्कोट घाट प्लस धादिङ गोर्खा टु धादिङ जोडिने पुल उतै बिचबाट हाम फालेको अस्ति नै मान्छे यसबाट चाहिँ अस्ति नै मान्छे हाम फालेर मरेको भन्ने सूचना सुने तर ओ माई गड तर यहाँ चाहिँ एकदम बबालले बनाइसकेको रहेछ है मन्दिरको वरिपरि चाहिँ पुरै सरसफाइ बबाल भएर छ जाम एक राउन्ड है गोर्खा जिल्ला स्थित शहीद लखन गाउँपालिका वाडा नम्बर कति 9 वाडा नम्बर 9 स्थित भीमसेन थापाले बनाएको भीमसेन थापा मन्दिर उहाँले चाहिँ यहाँ धेरै विभिन्न प्रकारको यो उहाँको पालाको रुख बगैँचा यो पुरै बााउन्ड्री गरेर उहाँले बनाउनु भएको थियो हालमा चाहिँ उहाँको याद मात्र रह्यो उहाँ रहनु भएन हामीसँग त्यही पनि उहाँले गराएको एउटा कीर्तिमान मन्दिर रहेको छ हामीसँग हेर्न सक्छौँ दर्शक महानुभावहरू यस प्रकारको रहेको छ मन्दिर हाल अहिले बााउन्ड्रीहरू सबै भित्किएर म त तर्सिरा भने को एकदम खासियत भनेको चाहिँ के छ भनेपछि भित्र जलपानी चढाइसकेपछि जलपानी चाहिँ यहाँबाट आएर यहाँबाट चुहिएर सिधै नदीको किनारमा निस्किन्छ बुढी गण्डकीमा यहाँ छ त्रिशुल उहाँको त्रिशुल भीमसेन थापाले आफैले संरचना गरेर बनाउनु भएको एउटा ऐतिहासिक त्रिशुल एउटा त्रिशुल छ देख्न सकिन्छ एउटा भाँचेर चोरी भएको छ यहाँको चाहिँ एकदम है यो चाहिँ एउटा ऐतिहासिक संस्कृत भाषामा स्थित यो शिलालेख हो यो शिलालेख मैले बुझ्न सकिनँ कृपया म अँध्यारो भयो छु यसमा तपाईँहरूले पनि केही बुझ्न सक्नुहुन्छ भने आएर यहीँ कमेन्ट गरेर भनिदिन सक्नुहुन्छ यहाँ छ देख्नुहुन्छ पुरै सरसफाइको प्रोग्राम अलिकति हुँदैछ है यहाँ चाहिँ एकदम यहाँ छ यो सबै सरसफाइ गरेपछि मात्र आँखाले पनि देखिन्छ है त अब हामी लाग्छौँ यो चाहिँ हामी अब एकचोटि फेरि बिस्तारै सरसफाइ भए सँगसँगै हामी देखाउने छौँ सरसफाइ गर्न कति विशाल यो कति मजबुत कति मजाले बनाएको यो वाल थियो ल देख्न सक्नुहुन्छ अझै पनि यो वाल भित्किएको छैन भीमसेन थापाले बनाएको काल सिमेन्ट प्रयोग गरियो न केही प्रयोग गरियो ऊ बेलामा इँटा कहाँबाट आयो भनेर हामीले खोज त तलास गर्न सकिँदैन यता चाहिँ उहाँको बगैँचा थियो जहाँ कि प्रशस्त रूपमा लिचीहरू आँपहरू अहिले आँपका बोटहरू पनि देख्न सकिन्छ दर्शक महानुभावहरू अहिले रात फुलबारी बगैँचा भनिन्छ हामी यता पारिपट्टि देख्न सक्नुहुन्छ हामी तारादेवी स्कुल यता सरसफाइ चाहिँ एकदम व्यापक भइरहेको छ होइन अब चाहिँ हाम्रो देख्न सक्नुहुन्छ बुङ्कोट घाट बजार एरिया हाम्रो चाहिँ यहाँ बजार एरिया भनिन्छ होइन यो छ ब्रिज गइरहेको यो जुन बुढी गण्डकी देख्नु भएको छ दर्शक महानुभावहरू यसलाई चाहिँ पानी कलेक्ट गरेर हाम्रो अगाडि बुढी गण्डकी हाइड्रो पावर भन्ने योजना अहिले धमाधम काम स्टार्ट भइरहेको छ देख्न सक्नुहुन्छ हाम्रो केही दिन अगाडि मात्र 30 देखि 35 वर्ष उमेर पुगेको एकजना मान्छे यो पुलबाट हाम फालेर फेरि आफ्नो ज्यानलाई बुढी गण्डकीमा सुम्पिदिनु भएको थियो होइन